सबैजना फिट एन्ड फाइन हुनुहुन्छ र म पनि फिट एन्ड फाइन छु। सो आजको यस भिडियो चाहिँ बबालै किसिमको हुनेवाला छ है। सो आज चाहिँ म के गर्न लाग्छु भनेपछि चुनाव आउँदै छ नि त होइन, फागुन 21 गते। सो त्यो चुनावको चाहिँ निर्वाचनमा चाहिँ कसले जित्छ भनेर चाहिँ म तपाईँहरूको माझमा चाहिँ भिडियो बनाउन गइरहेको छु होइन। हेरेर साथ दिनु होला नि, एकदमै रमाइलो हुनेवाला छ होइन। सो लेट्स गो है। यस्तो उता गएर अलिकति चटपटे पनि खानुपर्ने हुन्छ होइन, अनि चटपटे पनि खाइदिउँला। यहाँदेखि चाहिँ अब निस्केको है आफ्नो बाटो। अस्ति अन्डीकोमा चाहिँ मैले होइन एउटा मात्र खाएको थिएँ, खाएको थिएँ कि पानीपुरी। यार 5 को पानीपुरी खाएको होइन, आज 5 को खान्छु कि। गाईहरू यहाँ गएर चाहिँ चटपटे खानुपर्ने हुन्छ है। अङ्कल पानीपुरी खानु न। हजुर अङ्कल होइन, 5 रुपियाँ खानुपर्ने हुन्छ। अनि 5 रुपियाँ खाएर पनि हामी चलिनु पर्ने हुन्छ है। ल हाल्नु भएको थियो तपाईँले, मैले भिडियो हेरेको थिएँ। मैले त्यहाँ कमेन्ट गरेको छु, तपाईँले हेर्नु नि भाइ दौडिँदै राख्नु ल। केही भन्नु छ भाइ? हो ल ल अब हाम्रो अब देशभरि नै अब चुनाव हुन लाग्छ कि निर्वाचन हुन लाग्छ। उक्त निर्वाचनमा चाहिँ तपाईँको मतदान भोट चाहिँ कुन पार्टीलाई जान्छ? तपाईँहरूले केमा हाल्नुहुन्छ? सबले घन्टी घन्टीलाई चाहिँ किन हाल्नु र किन हाल्नुहुन्छ? भिजन के छ नेताहरूको? मनपर्छ भनेपछि बालेन्सा ह्यान्डसम देख्नुभयो अनि हाल्ने होइन? लगाएछहरू है, भिजन त्यही रे अरे। बालेन्सा मनपर्छ र ह्यान्डसम हुनुहुन्छ अरे, त्यही भएर के अरे स्वतन्त्रमा हाल्ने अरे। अङ्कल कहाँ लाग्नुभयो भाइ? अङ्कल के अरे अब हाम्रो फागुन 21 गते चाहिँ देशभरि नै निर्वाचन हुन लाग्छ। उक्त निर्वाचनमा चाहिँ तपाईँले कुन पार्टीले भोट हाल्नु नि? भोट त हाल्नु त पर्यो, अब नेता त एउटा बनाउनै पर्यो। हजुर कुन नेताको चाहिँ भिजन राम्रो लाग्छ? अब कसले चाहिँ देश बनाउन सक्छ जस्तो लाग्छ? ठ्याक्कै अहिले भन्न सकिन्न, भनिन्न, अहिले भन्न सकिन्न, नभन्ने भनेपछि यहाँ तपाईँहरूको साथीहरू अहिले खिचाखिच गर्न सक्छन् यहाँ भन्ने हो भने। जस्तै तपाईँ एमाले हो भने अब तपाईँको साथी काङ्ग्रेस छ भने त्यहाँ अलि भनामन हुन सक्छ। त्यही भएर नभन्ने रे गाईहरू है। ल ल ल ल दाइ तपाईँसँग एउटा प्रश्न सोध्छु है। हाम्रो फागुन 21 गते चाहिँ देशभरि चाहिँ निर्वाचन हुन लाग्छ होइन। उक्त निर्वाचनमा चाहिँ तपाईँले कुन पार्टीले चाहिँ भोट दिनुहुन्छ? घन्टीलाई दिने हो कि भन्ने। घन्टीलाई किन? घन्टी राम्रो काम गर्छ कि भन्ने लाग्छ। ए भनेपछि अब घन्टीले चाहिँ देश विकास गर्छ भन्ने चाहिँ तपाईँको धारणा छ? 100% छ। 100% गाईहरू घन्टी। अनि तपाईँ अहिलेदेखि मेरो भिडियो बनाएर राम्रो लाग्छ, म पनि बनाउँछु। हेर्ने होइन होइन, उहाँले चाहिँ यस्तो के उहाँले होइन मेरो भिडियो बनाउने र मैले उहाँको भिडियो नबनाउन पाउने रे के। सो चाहिँ अनि अब भगाइदिनु न त होइन, यस्तो भिडियो बनाउन पाइन्न भने। अङ्कल एकछिन रोक्नु न, एकछिन रोक्नु न। त यस्तो सङ्घर्ष गरिरहनु भएको छ, एकछिन रोक्नु है। तपाईँ होइन के अरे हाम्रो फागुन 21 गते होइन चुनाव हुन लाग्छ देशभरि नै हो कि निर्वाचन हुन लाग्छ। उक्त निर्वाचनमा चाहिँ तपाईँले कुन पार्टीले चाहिँ भोट दिनुहुने? घन्टीलाई। ल राम्रोसँग गर्नु है अङ्कल है। यहाँ 10 मिनट फ्रेस आएछ गाईहरू, यहाँ आउन सक्नुहुन्छ। तपाईँले फ्रेस चाहिँ कुखुराको मासु पाउन सक्नुहुन्छ हो कि न दाइ? दाइ साउले त हो भन्नुहुन्न यहाँ, गल्ती गरेछु गाई यहाँ आएर। ठिक भनेको छु आन्टी। र आन्टीलाई एउटा प्रश्न सोध्न चाहन्छु। आन्टी तपाईँ नि हाम्रो 21 गते चाहिँ होइन देशभरि चाहिँ निर्वाचन हुन लाग्छ। त्यो निर्वाचनमा तपाईँले कुन पार्टीले भोट दिन मन छ? त्यो पार्टी पनि भन्ने हो त? भन्नु न। भन्ने होइन भाइ, जसलाई इच्छा लाग्छ त्यसलाई दिने हो। नभन्ने भोट पनि दिन्छु भन्छन् त। हो जसको भिजन राम्रो छ त्यहीले हाल्ने होइन, जसले चाहिँ देश विकसित गर्न सक्छ त्यसले हाल्ने होइन। ल आन्टीको धारणा त्यही हो। ल थ्याङ्क यू आन्टी, छोटो समय मेरो भ्लगमा देखिनु भएकोमा। ल हजुर खजिएम ल कुनै दिन म यो मासु पनि लग्नेछु यदि तपाईँले मलाई मिलाएर दिनुभयो भने। मिलाएर फेरि कतिमा कति 50% छुट गरिदिनुहुन्छ मलाई? खजिएम ल। अङ्कललाई एउटा प्रश्न गर्छु ल। यो हाम्रो 21 गते फागुन 21 गते चाहिँ देशभरि नै निर्वाचन हुन लाग्छ। उक्त निर्वाचनमा तपाईँले कुन पार्टीले चाहिँ भोट हाल्नुहुन्छ?
र कुन नेताको भिजन मन परेर चाहिँ त्यो पार्टीले चाहिँ भोट हाल्न लाग्नु भएको छ? जनता अहिलेको हिसाबले अब बाल्यानकै छ हजुर है। हजुर अब अहिले भोट यस्तो हाल्छु कता भन्नु भनेपछि भन्नुहुन्न। अहिले कता भनौँ त ए, जुन त राम्रो देखाइले त बाहिर देशमा त त्यसै भनेपछि तपाईँले अहिले एमाले भन्नुभयो भने तपाईँको साथी जस्तै तपाईँ एमाले हुनुभयो हो किन, तपाईँको साथी काङ्ग्रेस छ अरे, अब तपाईँले म एमाले हाल्छु भनेपछि यो भिडियो देखेपछि तपाईँको साथी तपाईँसँग रिसाउन सक्छ त्यही भएर भन्नुहुन्न हो, त्यही हो समस्या। त्यही हो समस्या। भन्ने चाहिँ दलैलले भन्नुभयो, यहाँ चाहिँ स्वतन्त्रको चाहिँ कार्यकर्ता हुनुहुन्छ जस्तो लागिरहेको छ मलाई। ल जय घन्टी र सबले ओहो आज यो चोटिको निर्वाचन घन्टीले जित्ला जस्तो छ। ल के भन्ने हो रे? आई लभ बालेन। चटपटे ल बहिनीले चाहिँ चटपट लिएर आएपछि थोरै खाइदिनु न है, थोरै मात्र है। तिमीले हालिदियो आफ्नो मेरो हात पर्छ होइन, तिमीले हालिदियो थोरै मात्र ल ल गर्नु ल माछ है ल काट्नु सक्दै पाइनु ल बाई 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 बाई। अनि हजुर भाइ कस्तो घुमी आएर चाहिँ फेरि म घुमी आएर चाहिँ एउटा क्वेसन सोध्छु ल सोरम दाइ, एउटा क्वेसन सोरम। अब हाम्रो होइन फागुन 21 गते देशभरि नै निर्वाचन हुन लाग्छ, उक्त निर्वाचनमा चाहिँ कुन पार्टीले चाहिँ भोट जान्छ? पार्टी भन्न त अहिले पार्टी तोकेरै भन्न मिलेन। हजुर तर सोचेर दिउँला नि, यत्रो आन्दोलन भइसकेपछि परिवर्तन अब त्यो यहाँ चाहिँ खुलाउनु भएन, खुलाउन त्यति नमिल्ला। सोचेरै अब सबैजनाले सोचेरै दिनु होला भन्ने धारणा हो। राम्रो कन्सेप्ट है। ल दाइ है Thank नयाँ छ दाइ ल के गर्ने ब्याग भइरहेपछि कहाँ पुग्थ्यो अन्टी? साइकल पर्यो होइन अङ्कल? ओ बाटो फरक खरबुजा अङ्कल काम गरेर छ? यहाँ चाहिँ राम्री लड्कीहरू चाहिँ बस्नु भएको छ होइन, अनि तपाईँहरूले चाहिँ एउटा प्रश्न गर्न चाहन्छु कि हेर्नु न, लजाउनु पर्ने केही पनि छैन क्या। ओके ल लडाउनु पर्ने केही पनि छैन होइन। एउटा क्वेसन सोध्छु कि ल हाम्रो नि अब यो फागुन 21 गते निर्वाचन हुन लाग्छ हो किन देशभरि नै, उक्त निर्वाचनमा तपाईँहरूले कुन पार्टीले भोट हाल्नु नि? कस्तो दिमागै ह्याङ भयो गाइज यार, फेरि भनिदिनु त भोट कार्ड छैन के? भोट कार्ड छैन, भोट कार्ड छैन, भाइरल हुम्ला नागिता छ, नागितामा त हाल्न मिल्दैन। 18 वर्ष पुग्नु भए 18 20 वर्ष भइसक्यो माम्मी। ए मेरो यसको हुनुहुने रहेछ है, म पनि 21 वर्ष भएको छु नि। अनि भोट कार्ड बनाउनु भएको छ मेरो। ओहो बेटा बेजोक कुरो हो नि यो त। तपाईँहरू जस्तो पढि लेखेको मान्छेले अलिकता कुनेराको चाहिँ भिजन राम्रो छ, कसले चाहिँ देश विकास गर्न सक्छ, त्यसलाई चाहिँ भोट हाल्ने अथवा भोटिङ कार्ड नै बनाउनु भएको छ। अब के भन्ने, जसले राम्रो गर्छ उसैतिर हो। विदेश कुन देश जानुहुने हो? जापान जापान। मलाई लग्नु न, लग्नुहुन्छ कि नै? लग्छु हो त्यो भाइरल होला फेरि लग्नुहुन्छ साँच्चै? जानेर हजुर जान्छु क्या जापान। उहाँले जापान लानुहुन्छ। तपाईँ कहाँ कोरिया हो? नाइ म त यही हो। यो पनि जापान जाने होइन र? ल खुसी लाग्यो है अलिकति कुरा गरेर। अब यहाँदेखि चाहिँ जानुपर्ने हुन्छ। यो खजिएम ब्लक के आ चाहिँ जिएम ख अनि जिएममा। ल बाई बाई दाइ। एउटा क्वेसन सोध्छु न है तपाईँलाई, सोध्न मिल्छ? एउटा क्वेसन के अरे हाम्रो अब यो देशभरि नै फागुन 21 गते निर्वाचन हुन लाग्छ हो किन, उक्त निर्वाचनमा चाहिँ तपाईँले कुन पार्टीले भोट हाल्नु नि भन्न मिल्छ कि नै? भन्न त मिलिहाल्ला। हजुर मेरो के भन्छ भोटर कार्ड नै छैन। ए भोटर कार्ड बनाउनु भएको छैन? छैन। कहिले बनाउनु हुने हो? अब 86 मा बनाउनु हुने? अब
अब हेरौँ कहिले हुन्छ तर सपोर्टर चाहिँ घन्टीकै हो ए घन्टीको हजुर सपोर्ट मात्र गरेर यसो ड्याममा हाल्नु पर्थ्यो अब के गर्नु छैन रहेछ होइन नेक्स्ट टाइम बनाउने अब है ल पाँचौ नोर के हो यार बन्दै नटे यार ग्यासहरू हो ये हे ना तिम्रो घरै यहाँ यो ल ल ल भाइले आयो नि ल ल